त्यसरी नै कहानी फेरि कन्टिन्यू हुँदै गयो, कुराकानी हुँदै गयो। हामी फेरि एकदम मजाले कम्युनिकेसनहरू चाहिँ धेरै नै बढ्दै गइरहेको थियो। अनि त्यही दौरानमा चाहिँ एकचोटि के भयो भन्दा उसको चाहिँ रिजल्ट आएको थियो। अनि रिजल्ट चाहिँ एकदम राम्रो आयो क्या होइन, जुन चाहिँ उसले सोचेको भन्दा पनि अझै राम्रो आएको भएर चाहिँ मैले यत्तिकै उसलाई चाहिँ ओहो यस्तो दामी रिजल्ट आएपछि त मलाई ट्रिट खुवाउनु पर्छ है भनेर ट्रिट मागेँ क्या होइन। अनि त्यो ट्रिट माग्दाखेरि उसले एग्री गर्यो क्या, हुन्छ म दिन्छु ट्रिट भनेर भन्यो। अनि त्यस पछाडि चाहिँ अनि त्यो ट्रिटको लागि चाहिँ कहाँ जाने त भनेर भन्दाखेरि चाहिँ हाम्रो नजिकै त्यहाँ एउटा डाँडा थियो, त्यो जो अलिकति भ्यू पोइन्ट जस्तो खाले थियो। अनि त्यहाँनिर मजा आनन्दसित टक्क बसेर, त्यहाँ धेरैजना मान्छेहरू घुम्न गर्न आउँछन्। अनि त्यस पछाडि त्यहाँ बसेर चाहिँ खाजा चाहिँ खुवाउँला भन्ने कुरा भयो क्या होइन। अनि म चाहिँ बाइकमा हिँड्ने गर्थेँ यताउति जाँदाखेरि। अनि हेर त्यही बाइकमा जाउँला, अनि त्यसपछि त्यहाँ सर्टेन समय बसेर अनि फर्क्यौँला। अनि हेर उसको ट्रिट पनि हुन्छ, कुराकानी पनि गरौँला भन्ने भयो। अनि हेर त्यो मार्चको महिना थियो, 2000 धेरै प्रिसाइजमा नजाउँ, छोडिदिउँ, मार्चको महिना थियो। मार्चको महिनामा चाहिँ अनि त्यस पछाडि अनि त्यस मार्चको महिनामा चाहिँ त्यहाँ हाम्रो जाडो भर्खरै अलिक कम भएर अनि हेर एकदम आनन्दको मौसम सुरु भइसकेको थियो कि नेपालमा होइन। अनि त्यसले गर्दाखेरि चाहिँ अनि हेर त्यहाँ जाने कुरा भयो। अनि हेर म बाइक लिएर उसलाई पिक गर्न आउँछु। अनि त्यस पछाडि एउटा त्यो जियोस् अनि त्यहाँ गएर अनि फर्क्यौँला भन्ने कुरा भयो। अनि त्यो कुरा गरे पछाडि चाहिँ अनि त्यसपछि ठ्याक्क त्यो जुन दिनमा जाने भन्ने कुरा थियो हाम्रो, त्यो दिनमा जानको लागि चाहिँ त्यो दिन आयो कि होइन। अनि मलाई चाहिँ डर लागिरहेको थियो कि अब त्यो कहिले पनि त्यसरी गएको छैन होइन। अनि हेर त्यसले गर्दाखेरि चाहिँ कस्तो खाले रियाक्सन हुन्छ होइन, के हुन्छ के भन्ने कुरा चाहिँ मलाई कस्तो लागिरहेको थियो। डर चाहिँ इन सेन्स कस्तो भन्दाखेरि के हुन्छ भन्ने कुरै थाहा थिएन। अनि हेर अब मलाई चाहिँ अलिकति नयाँ नौलो फिल भएर चाहिँ अनि कस्तो लागिरहेको थियो। अनि हेर ठिकै छ जाउँ भन्ने कुरा भयो। अनि हेर उसलाई मैले बिहान 9 बजी आऊ ल भनेर भनेको थिएँ। अनि ठ्याक्क त्यो जुन ठाउँमा उसलाई भेट्ने थियो त्यो ठाउँमा चाहिँ 9 बजी आऊ, म ठ्याक्क त्यही टाइममा आउँछु भनेर भनेको थिएँ। अनि ठ्याक्क त्यही अनुसारै प्लान भयो। अनि हेर ऊ पनि ठ्याक्क म पुग्दाखेरि ठ्याक्क आइसकेको छ अलरेडी नै। अनि उसलाई मैले पिक गरेर जुन ठाउँमा हामी जान्छौँ भनेको थियौँ त्यो ठाउँमा हामी गयौँ। जस त्यहाँको भ्यू एकदम राम्रो रमणीय ठाउँ थियो क्या होइन, एकदम आनन्द आउने ठाउँ थियो। अनि त्यहाँ गएर हामी त्यहाँ जियोस् आफ्नो जिन्दगी बारेमा अझै ओपन हुन थाल्यो कि होइन। हाम्रो पहिला यस्तो थियो यस्तो थियो उस्तो थियो होइन, धेरै कुराहरू हुन थाल्यो। अनि त्यसपछि त्यहाँ खाजा खाँथ्यौँ। त्यहाँ खाना जाँदाखेरि चाहिँ हामीले मोमो खाएको थियो। अनि त्यो मोमो चाहिँ मिठो थिएन होइन। त्यो एक प्लेट मोमो खाएर चाहिँ हामी लगभग 4-5 घन्टा बस्यो होला कि होइन। त्यो होटलको मान्छेलाई पनि दिक्क लाग्यो, कति बस्छन् यिनीहरू भने जस्तो भएछ होला। बट त्यो लोकेसन चाहिँ ठ्याक्क कम्फर्टेबल टाइपको ठाउँ थियो कि होइन। आनन्दसित गफ पनि आनन्दसित गर्न पाउने, कुरा राम्रोसित गर्न पाउने भावहरू थियो। अब त्यो डेट त थिएन होइन, वी वर नट डेटिङ, जस्ट उसले त्यो ट्रिट दिन्छु भनेको थियो। त्यो ट्रिट खानलाई म गएको थिएँ। अनि त्यो पोइन्टसँग नि अब त्यो मेरो साइडबाट चाहिँ अब उसको साइडबाट चाहिँ सायद केही थियो के थिएन मलाई अझै पनि थाहा छैन होइन। तर मेरो साइडबाट चाहिँ रिलेसनसिपमा जाँदैछु म भन्ने कुरा चाहिँ के पनि थिएन। जस्ट अब उसले मलाई ट्रिट दिन्छु भनेको थियो र म त्यो ट्रिट खाइरहेको थिएँ, त्यति मात्रै थियो क्या त्यतिखेर पनि। तर त्यो दिन जुन तरिकाले मैले कम्युनिकेसन गरेँ, जुन तरिकाले उसले मसँग कुराहरू सेयर गर्यो, त्यो सेयर गरेको कुराहरू सुन्दा अनि त्यस पछाडि ऊ कम्फर्टेबल भएको कुरा अनि मैले उसलाई एकदम कम्फर्टेबली आफ्नो कुराहरू सेयर गर्न सकेको कुराहरू सोच्दाखेरि चाहिँ आई फिल गुड क्या होइन। आई फिल गुड त्यो टाइममा एकदम राम्रो फिलिङ भयो मलाई। अनि हेर उसँग जस राम्रो कम्युनिकेसन हुन सक्ने रहेछ भन्ने कुरा चाहिँ रियलाइज चाहिँ भएको थियो मलाई होइन। अनि ऊ कतिको राम्रो मान्छे छ भन्ने कुरा नि अझै प्लस पोइन्ट हुँदै गयो होइन। त्यसरी नै अगाडि बढ्यो जस। अनि त्यो दिन हामी मजाले कुरा गऱ्यौँ। अनि त्यसपछि बाइकमा हामी फर्क्यौँ। अनि बिचमा आउँदाखेरि चाहिँ अब बाइकमा अभियसली केही न केही फिजिकल टच हुन्छ नि त होइन। त्यो फिजिकल टचले गर्दाखेरि चाहिँ मलाई अलिकति केही न केही पोइन्टमा चाहिँ ट्रिगरिङ चाहिँ भएको थियो क्या। मलाई त्यो कुराहरू चाहिँ मन परिरहेको थियो क्या, अब लाइक इन अ गुड वे होइन। अनि त्यो सबै कुरा चाहिँ पोजिटिभली मलाई चाहिँ टुवर्ड्स हर चाहिँ लगिरहेको थियो भन्ने जस्तो मलाई चाहिँ लाग्यो होइन। यो पछि सोच्दाखेरि मात्रै त्यस्तो लाग्यो, त्यो टाइममा चाहिँ मलाई त्यस्तो केही याद पनि भएको थिएन क्या होइन। त्यो जस्ट त्यो मोमेन्टरी मात्रै गइरहेको थियो क्या होइन।
अनि त्यो पछि उसले मलाई प्रपोज गरिसके पछाडि चाहिँ सरी आई रियली रुइन्ड माई स्टोरी हियर होइन उसले इन्डाइरेक्टली मलाई प्रपोज गरेको थियो अनि त्यस पछाडि त्यो अलिकति पहाडी कहानी हो आई विल टेल द्याट होइन बट एनिवे अनि र त्यो पछि जुन कुरा हाम्रो कम्युनिकेसन हुँदै जाँदाखेरि उसले जब हामी रिलेसनसिपमा बस्यो त्यो रिलेसनसिपमा बस्दाखेरि चाहिँ बल्ल मलाई यो कुराहरू चाहिँ ओके मलाई यो कुराहरूले चाहिँ मलाई एट्र्याक्ट गरिरहेको थियो भन्ने कुरा मलाई रियलाइज भएको थियो अनि त्यही कुरा चाहिँ अहिले मैले एज ए स्टोरी भन्दैछु होइन एनिवे अनि त्यसरी जे होस् मैले उसलाई घर नजिकै छोडिदिएँ घरमा त लगेन किनभने अभियसली त्यो मलाई अलिकति अक्वर्ड नै लाग्थ्यो अनि त्यस पछाडि घर नजिकै एउटा जोस् हाम्रो ठ्याक्कै क्रसिङ पोइन्ट भनौँ न ऊ मेरो घरतिरबाट आउँदाखेरि र उता उसको घरतिरबाट आउँदाखेरि जाने त्यो मिड पोइन्ट हुन्थ्यो त्यो मिड पोइन्टमा चाहिँ मैले उसलाई छोडिदिएँ अनि ऊ आफ्नो हिसाबले गयो म आफ्नो हिसाबले घर गएँ अनि फेरि त्यस पछाडि त्यहाँनिर चाहिँ एउटा गुड कुरा चाहिँ के भयो भन्दाखेरि त्यो ट्रिट डे जुन हामीले फर्स्ट डे एज अ ट्रिट भनेर कम्युनिकेसन सुरु गरेर एज अ ट्रिट भनेर गएको थियो होइन अब त्यत्तिकै ऱ्यान्डमली चाहिँ ट्रिट सेकेन्ड डे पनि हुन्छ हामी सेकेन्ड डे पनि म तपाईँलाई ट्रिट दिन चाहन्छु भन्ने जस्तो टाइपको चाहिँ कम्युनिकेसन भयो अनि त्यस पछाडि अब इन अ वे कस्तो खाले वेलकमिङ भयो भन्दाखेरि चाहिँ इट इज जस्ट नट वान डे हामी अर्को दिन पनि ट्रिट खान जान सक्छौँ भन्ने जस्तै खालको कम्युनिकेसन भयो क्या त्यो लास्टमा अनि त्यसले गर्दाखेरि चाहिँ अब नेक्स्ट डे वी विल थिङ्क अबाउट इट अनि र त्यो सेकेन्ड डेमा चाहिँ हामी कुनै दिन भेट्नेछौँ भन्ने कुरा भयो क्या होइन अनि त्यसरी चाहिँ अनि त्यो दिन सक्यो अनि त्यस पछाडि रेगुलर कम्युनिकेसन त भइ नै रहेको थियो होइन अनि या अब लेट्स मेक इट अनदर स्टोरी अनदर पार्ट